हेलो एभ्रिवान, गुड मर्निङ। आज पनि फेरि बिहानै ब्लग सुरु गरेँ। बिहान आज चाहिँ अलिक चिसो छैन, तर पनि मैले लुगा चाहिँ तातो तातो लाएर आएको छु। सी यु आफ्टर सम टाइम। अनुहार चाहिँ बोजूको जस्तै देख्दैछु। अम्मा, यहाँ गाडी पार्किङमा आज त चाहिँ एउटा गाडी मात्रै रहेछ। म छिटो भयो कि उनीहरू ढिलो भयो। ट्याक्सी ड्राइभरहरूलाई साँच्ची नै न्यु इयर लागेकै हो। गाडी एउटै छैन। अब एउटा छ, अङ्कल तपाईँ मात्रै हो त आज त भनेको त। म पनि जाने रे लु हिँड्यो। आज पार्किङ खाली गरेर राख्ने रे। ओ माई गड, म पनि अहिले दोकान बन्द गरेर हिँड्छु। भन्नु पनि नभएको त्यसो भनेर कहाँ हुन्छ, अन्त बस्नु पर्यो। हेलो भन्नु। Hello everyone. Hello everyone. I'm here. Everybody. I'm here भात लिएर भन्नु न। I'm here. भात लिएर अर्ली इन द मर्निङ 10 बजी 11 बजे छ। मेरो बुढा यस्तो छ, यस्तो अल्छी। तर सब्जी 11 बजी हैन 12 बजी खाबिन रुटी लिएर आएको छु त। हाम्रो यस्तै छ, भात खुवाई। अब भरे मेरो टर्न जान्छ, म टाइम 4 मै जान्छ। के तपाईँ छिटो गर्नु, मलाई छिटो घरबाट आउनु। के भन्नु छ? यो चेसमा लिगर्दा आँखा देखिन। के भन्नु छ भन न। हाम्रो भिडियो हेरेर के भन्छ, सब्सक्राइब गरिदिनु भन न। सब्स्क्राइब भइसकेछ, सब्स्क्राइब गर्नु भन न। ए बस भाइ, भात खाऊँ। अब भात खान्छ हामी। नाइस। म चाहिँ होइन बजार पुगेर आयो। बजार मेरो अहिले यहाँ यस्तो बिजोग चलिरहेछ। हातमा सम्म नौटी ब्लग बनाउँदैछु। ब्लग त्यही भएर साथीहरू छिटो मेरो च्यानल सब्सक्राइब गरिदिनु होला। यहाँ अगाडिबाट मेरो छ्यामा आउँदैछ। मैले यो ब्लग बनाएको अहिले फर्स्ट टाइम हो नि त, त्यही भएर देखाउनु मिलेन जुन लाइक अरू मान्छेहरूलाई। हेर्नु है, मेरो सामान यति छ। म यहाँ आज तर यसरी फोनमा देखाउँदो त प्रिफरेन्स थाहा नआउँदो रहेछ मेरो मजाको। तर हेर्नु ल, यस्तो छ। यस्तो मजा लागेर चाहिँ बजार पुगेर आएँ। हेर्नुहोस् हाम्रो रोड आइस होइन। मैले मेरो लागि मात्रै लुगा किनेर लिएको छ। रियाक्सन कस्तो दिँदो रहेछ हेर्नु पर्यो। हामी भोलि जानुपर्छ नि त। भोलि त्यसो नभए माथि माथि घरमा जानुपर्छ नि त। अनि के बोलाउँदैछ त नि? हुन्छ खोल्नु। रियाक्सनहरूमा के भन्दो रहेछ? अस्ति हेरेर छोडेको थियो, आज लिएर आएको छ। सुरुवाल किनेर लिएर आयो क्या? प्यान्ट किनेर लिएर आयो क्या? किनिदिएको नि मलाई हो ठुलो हुन्छ जस्तो लागेन? कस्तो लाग्यो? तिम्रो अब मलाई के लाग्नु? कति लाग्यो भनेर सोध्दैन तपाईँको भोलि तपाईँको टर्न अरे। हाँसेको कति हो अरे भनेर सोध्दैन। कस्तो रियाक्सन दिउनु भिडियो बनाउँदा त अलिक रियाक्सन दिनु नि। मन दुखेको कि रिसाएको हो कि मैले प्यान्ट लियो भनेर। अनि अब उसको त प्यान्ट लियो भने नि 4 खेप जति चाहिँ टेलरमा कुदाउनै पर्छ। त्यही भएर मैले नल्याइदिएको। हेर न भन्दा पनि ओके गाइस, हाम्रो ब्लग अहिलेको लागि यहाँ एन्ड हुन्छ। उहाँको रियाक्सन यति नै हो, गर्ने मात्रै हो।